ओम नमः शिवाय। आज नवरात्रिको 5औं दिन स्कन्द माताको आराधनाको दिन। स्कन्द माताको अर्थ हुन्छ सेनानी रक्षकी आमा, अर्थात् स्कन्द कुमारकी माता महान सेनानी योद्धा कार्तिकेयकी आमा। पौराणिक मान्यता अनुसार तारकासुर नाम गरेका राक्षस थिए, जसको मृत्यु शिवका पुत्रबाट मात्र सम्भव थियो, जसको लागि माता पार्वतीले आफ्ना छोरा भगवान स्कन्द अर्थात् कार्तिकेय युद्धको लागि तालिम दिन स्कन्द माताको रूप धारण गर्नुभएको थियो। स्कन्द माता जसले छोरा कार्तिकेय प्रति पूर्ण विश्वास, आत्मबल, ममता र उहाँको कार्यप्रति धैर्यता राख्नुहुन्थ्यो, त्यही भाव तत्त्व स्कन्द माता स्वरूप हो, जहाँ कुनै डर नमानी दृढ निश्चयमा रही असुरप्रति विजय देखिनेछ, सत्यको मार्गमा आफूलाई केन्द्रित राखिन्छ, त्यही नै स्कन्द माताको स्वरूप हो, तत्त्व हो। स्कन्द स्वरूप हामीभित्र गुप्त छ, जसलाई उजागर गर्नु नै स्कन्द तत्त्व पहिचान गर्नु हो। आफू भित्रको सेनानी स्कन्द हो, डर, चिन्ता र भयरहित एक योद्धा हो। त्यसमाथि पुग्नु स्कन्द तत्त्व अवलम्बन गर्नु हो, जसको सम्झनामा आज हामी स्कन्द माताको आराधना गर्दछौँ। ओम नमः शिवाय। जय स्कन्द माता देवी।